सनफ्लावर त पुरै सुत्या छ के आज घाम नलागे भएर होला छँदै छैन पुरै सुत्या छ यो पुरै ढलेछ के यता बिचतिर त ढलेछ पुरै हावा चल्या भएर होला छँदै छैन जम्मै फेरि ढल्क्या छ पुरै उसमा घुम्न त आइयो तर के भएछ भने आज उ भएछ क्या घाम नलाग्ने हावा चल्ने भएर यो सनफ्लावर जति जम्मै ढल्क्या छ पुरै कुच्चिसकेको छ पुरै लास्टै त्यो के अरे छ्याकछिक बनाएको छ पुरै कताबाट छिर्ने हो बाटो नै रहन्छ यो छिर्न त छिर्यो टन्नेललाई कता हो यो यत्रो पुरै ढल्किया छ यतातिर छिर्ने ठाउँै छैन यताबाट छिर्न मिल्ने ठाउँ थियो छैन यतातिर खै पुरै टन्नेल छ यहाँनिर होइन यस्तो छ जम्मै भसकै भएको छ यो फुलहरू चाहिँ यहाँ जाने बाटो जम्मै भाँच्या छ कि अहिले यत्रो एरिया चाहिँ यत्रो छ यो पुरै यहाँ मान्छे छैन चाहिँ तर फुलहरू चाहिँ पुरै बिरामी भए जस्तो छ यो अब के छ भन्दाखेरि टाइमिङ चाहिँ गलत भएछ आउनलाई होइन भने चाहिँ मजाको थियो रहेछ यो होइन अब के भयो भने न्याम्म परेर रोग लाग्यो मान्छे जस्तो भएको छ पुरै सुत्या छ झ्याप्प हेर्दाखेरि रोग लागेको मान्छे पुरै रक्सी लगाएर ढले जस्तो भएको छ अहिले अलिकति 2-4 दिन अगाडितिर आउनु पाएको भए चाहिँ राम्रो हुन्थ्यो होला हुन चाहिँ यो अब बल्ल अलिकति चाहिँ गेन्की मोदोरो भयो पुरै अलिकति फुर्तिलो भएर आयो अहिले अलिअलि माथि उठ्यो सनफ्लावरहरू होइन भने त पुरै कस्तो नमजा थियो अहिले अलिकति घाम लाग्न सुरु भएर होला माथि उठ्दै आएछ मान्छे जति नै अग्लो छ है छन चाहिँ पुरै यो है हेर्दा चाहिँ मजा आउँछ नेचुरल थेरापी हो कि यो पुरै भित्र छिर्न मिल्छ क्या यसरी कता बाटो पारेर छिर्न मिल्छ आज पुरै ढल्या भएर चाहिँ छिर्न नमिलिरहेको मात्र हो होइन नत्र यसरी यताबाट घुम्न मिल्छ क्या यसरी जाने बाटो छ नि त यो टनेल जस्तो कि पुरै है ल यसरी जम्मै उतापट्टि फर्किया छ त्यो के अरे अहिले है त्यही भएर उताबाट छिरेर यसरी आउने अनि यताबाट निस्किने हो कि वास्तवमा चाहिँ अब त्यो धेरै ठुलो ठाउँ होइन फाइनल यति हो होइन एक राउन्ड मारेर आइयो छैन त्यो फुलहरू चाहिँ सुत्या छ कि पुरै यसरी त्यही भएर आजको घुमाइ चाहिँ यति नै हो त्यही होस् कथाले जे माग्यो त्यही गरिन्छ माटोक नि होइन भनेको कुरा क्लियर छँदैछ ल हजुर अब घुम्दै आयो टोकियोको उसमा यो त्यो बुद्धको मूर्ति हेर्न आएको त्यो अघि उस के भन्छ सनफ्लावर हेरिसक्यो नि त त्यही भएर त बुद्धको मूर्ति हेर्न आएको यहाँतिर मन्दिरहरू छ उता तलतिर पनि यता भित्रतिर छिर्न नमिल्ने होला यो माथि चाहिँ टेम्पल छ अर्को यहाँनिर त्यति हो यो ठाउँमा घुम्ने चाहिँ अब अलिक पर गयो भने चाहिँ फेरि त्यो के अरे मान्छे गाडेको ठाउँहरू छ कि त्यो चाहिँ मान्छे गाड्यो भने चिहान छ भनौँ न एकदम ठुलो चिहान छ त्यही भएर यति अन्त उता होइन यही साइडमै चिहान छ यतापट्टि साइडमा चाहिँ टोकियो नजिकै चाहिँ होइन बुद्धको मूर्ति हेर्ने अलिकति नेचुरल भाइब्सहरू हेर्नु छ भने चाहिँ ठिकै छ यो ठाउँ यो फल रहेछ फेरि यो फल
हो त्यहाँतिर मूर्ति 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 छ पुरै यहाँनिर होइन। यो त फल कुहिएर कुहाएको फल। यहाँनिर मन्दिर भइहाल्यो। यहाँ अब के हो यो अब त्यो कतिपय उनीहरूको कल्चर थाहा पनि छैन, थाहा नभएको चिज होइन। अनि यहाँनिर यो माथि जान मिल्ने कि नमिल्ने, मिल्ने रहेछ भने गएर हेरौँ, नमिल्ने रहेछ भने छोडौँ। नमिल्ने रहेछ त्यहाँ डोरी ताने रहेछ। अनि यहाँ अब त्यो त गेट भइहाल्यो अघिको मेन गेट होइन। अब त्यहाँबाट फर्किने उतापट्टि अब फेरि मन पऱ्यो भने घुम्ने बोटानिकल पार्क पनि छ। त्यो आकाचुका बोटानिकल पार्क भन्ने छ त्यहाँनिर भित्र। अब त्यो बाँसको के त्यो उसहरू छ होइन। मन लाग्यो भने त्यता पनि छिरिन्छ, होइन भने त्यो फर्किन्छ आज। अब कथाले जे माग्यो त्यही हुन्छ। झ्याउ लागेर यता पनि आइदिएको बोटानिकल गार्डनतिर पनि। अब भित्र गएर छिरेर हेरौँ के हुन्छ होइन। पैसा पर्ने रहेछ कि छैन त्यो पैसा देखाएको थिएन नेटमा चाहिँ। यहाँ गएर हेरौँ के हुन्छ। अघिकै त्यो बुद्धको मूर्तिको साइडपट्टि हो, यतापट्टि चिया नै चिया छ। बिचमा अलिकति गार्डन बनाएको छ, मनलाई शान्त बनाउनुलाई होला होइन। अब त्यो पैसा सैसा नपर्ने रहेछ, गेट सेट केही पनि छैन। त्यही भएर एक राउन्ड मारौँ, एक राउन्ड घुमौँ अनि निस्क्यौँ। त्यो नेचुरल भएछ क्या। साइकल चाहिँ चलाउन नमिल्ने रहेछ यहाँनिर, साइकल किन्छु भनेको छ होइन। त्यो अर्को छेउतिर आइपुग्यो होइन। त्यो हरियाली चाहिँ पुरै किराहरू करेर चाहिँ यहाँ। अब ऊ त्यो डाँडा मासतिर जाने अनि फर्किने। त्यो गार्डनको टुप्पामा आयो, यस्तो छ ग्राउन्ड है, केही पनि छैन, केही छैन केही। त्यो केसम्म चाहिँ पढ्ने मान्छे बाहेक अरूको लागि यो गार्डन चाहिँ आएर काम रहन्छ, सधैँ केही छैन। अनि यहाँनिर अर्को साइडमा चाहिँ बाँस रहेछ, बाँसको रुखहरू होइन। जान मिल्ने रहेछ, यति रहेछ यति बाँसको रुखहरू। त्यसपछि खासै उसै छैन। अब फर्क्यौँ, आजको लागि यति नै गरौँ यो घुमाइ पनि है।